साथीहरु भोलि चाहिँ हाफ म्याराथन हुँदैछ हैन लेडी जेन्ट्सले दुवैजनाले भाग लिन पाउनुहुनेछ र म पनि स्पेशली त्यसमा भाग लिँदैछु तपाईहरु पनि यदि कोही इच्छुक हुनुहुन्छ भने भाग लिनु होला देख्न सक्नुहुन्छ हामी जिम गर्ने मान्छेले डम्बेल त उठाउँछौँ नै हैन तर यहाँ भाइबिनाहरुले चाहिँ यसरी इट्टा बोकेर चाहिँ यस्तो राम्रोसँग गरिराख्नु भएको छ प्राउड अफ सिस अल अफ यु लाइक कति खुसी लाग्यो मलाई देख्दा धेरै पछि पहिला पहिला म पनि यहाँ कराते सिकेर यहाँ खेल्थेँ कि अनि मलाई कति राम्रो लाग्थ्यो यहाँ राम्रो राम्रो मान्छेहरू छन् अनि यो सम्झना दिदीको चाहिँ जहिले पैसा हराउँछ हामीसँग जाँदाखेरि जहिले पैसा हराउँछ यो सम्झना दिदीको फेरि खर्च गर्ने आफैले हो हामीलाई दोष दिनलाई ल हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ बेलुकातिर रहेको यो चाहिँ हाम्रो कपडलमा चाहिँ यस्तो दृश्य देख्न सक्नुहुन्छ भोलि यहाँ कार्यक्रम हुँदैछ साथीहरु हेर्न सक्नुहुन्छ जेसीआई धनगढी हाम्रो चाहिँ धनगढी लेडीले पनि यहाँ प्रायोजक छ यहाँ हाम्रो सर देखिसक्नुहुन्छ भोलिको हाम्रो सर हुनुहुन्छ होस्ट अनि म चाहिँ पार्टिसिपेन्ट है भोलि म टक्क कुद्छु भोलि यहाँ आइसक्यौँ हामी चाहिँ धनगढी लेडी जेसिसका मेम्बरहरू भोलिको तयारी यहाँ भव्य हुँदैछ ल साथीहरु अब धनगढी दौडिन्छ भनेर चाहिँ भोलिको यो म्याराथनले चाहिँ एकदमै त्यहाँ देखाउनेछ अनि यो चाहिँ आयोजक हुनुहुन्छ जेसिस एभरेस्ट धनगढी र धनगढी लेडी जेसिसको उसमा हाम्रो अध्यक्षज्यू हुनुहुन्छ अब भोलि हुँदैछ बिहान ठ्याक्क 5:45 बजे हामी त्यो फिल्डमा आइसक्छौँ केही भन्दिनु न सर सबैजनालाई जसले भिडियो हेरिरहनु भएको छ भोलि धनगढी जेसिसको यो मेगा इभेन्टको रूपमा रहेको धनगढी हाफ म्याराथन 2083 बुद्ध जयन्ती पनि छ सबैजना यहाँहरू आइदिनु होला र हाम्रो कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु हस् हाम्रो एकदमै रेस्पेक्ट हाम्रो हरि सर हाम्रो परम मित्र हुनुहुन्छ अनि उहाँले अब भोलि म भाग लिँदैछु म जित्ला कि नै भन्छु तपाईँलाई अग्रिम शुभकामना तपाईँले जतिको फिट मान्छेले जित्नुपर्छ थ्याङ्क यू सो मच ल यो चाहिँ हौसला हो साथीहरू जे हुन्छ भोलि देखा जाएन यो मलाई लाग्छ जित्नुपर्ने पनि ठुलो कुरा होइन यहाँ भाग लिनु चाहिँ ठुलो कुरा हो भनेर चाहिँ म आफै भित्रै गदगद भएर खुसी हुँदैछु थ्याङ्क यू सो मच फर माई मिनी ब्लग हेरिदिनु भयो थ्याङ्क यू सो मच